छु अहिले रुखमा र म यो रुखमा बिताउने छु पुरै 10 घण्टा हैन साथीहरु। म चाहिँ अहिले देख्न सक्नुहुन्छ पुरै रुखमा छु। रुखमा बस्ने ठाउँ बनाएको थिएँ मैले अघिल्लो भिडियोमा। म अहिले रुखमा नै छु अनि म हजुरहरुलाई हैन म चाहिँ यहाँ 10 घण्टासम्म बस्नुपर्ने हुन्छ क्या। अब यो चाहिँ मेरो लागि 10 घण्टाको लागि मेरो घर हो अनि म हजुरहरुलाई यसको रिभ्यू पनि दिनेछु। मैले के खानेकुरा ल्याएको छु हजुरलाई त्यो पनि देखाउने छु। पहिला हेर्नुहोस् यहाँको रिभ्यू हैन त साथी। देख्न सक्नुहुन्छ साथीहरु हैन यो चाहिँ मैले बस्ने ठाउँ बनाएको छु। यहाँ मैले खानेकुराहरु पनि ल्याएको छु। यता यो सबै रुख हो हैन। यहाँ देख्न सक्नुहुन्छ मैले पानी ल्याएको छु। मैले चाहिँ हजुरलाई पानी र वेफर्स भनेको थिएँ तर वेफर्स चाहिँ पाइएन क्या दोकानमा। दोकानै बन्द रहेछ अनि मैले चाहिँ कोलाहरु पनि ल्याएको छु। फलफुलहरु ल्याएको छु मैले धेरै प्रकारको। अब 10 घण्टालाई चाहिँ मैले एउटै सर्ट भिडियोमा ल्याउन चाहिँ गाह्रो छ हैन। त्यसैले यो चाहिँ एउटा पार्ट भयो। म हजुरलाई 3टा पार्ट बनाएर हाल्ने छु भन्ने अपेक्षाका साथ यो पहिलो पार्टको अन्त यही हुन्छ र अर्को पार्टमा पनि म हजुरलाई भेट्ने नै छु। हस्त